हेलो गाइस वेलकम ब्याक टु माई न्यू रेसिपी। आज चाहिँ मैले यो भिन्डी फ्राई चाहिँ देखाउन आँटेको हजुरहरूलाई। यो रेसिपी त अब हजुरहरूले पनि बनाइराख्नुहुन्छ, त्यही पनि मैले यहाँ देखाइदिउँ भनेर होइन। अनि यो चाहिँ आफ्नो आफ्नो मर्जी। यहाँ चाहिँ आज मैले एकैचोटि बनाउनु भनेर एकैसँग प्याज, बैगुन, भिन्डी, खोर्सानी, हल्दी, निमकहरू चाहिँ एकैसँग हालिदिएको माथिबाट सजिलो हुन्छ। अनि तेल तातेर पाँचफोरन चाहिँ पड्काएर टक्कसँगले हालिदिएपछि चाहिँ हाम्रो सब्जी छिट्टै मिठै रेडी हुन्छ भनेर चाहिँ मैले गरेको। ठिक्क भन्ने तेल तात्यो, पाँचफोरन पड्काएँ, अब सब्जीलाई ओइराइदिन्छु। सब्जी ओइराएको भएपछि चाहिँ राम्रोसँग चलाउने, राम्रोसँग चलाएको भएपछि चाहिँ यसरी नै यसलाई छोप्दै चलाइराख्ने। यो सिम्पल हो होइन, सबैको घरमा पाकिरहेको हुन्छ, त्यसलाई लागि धेरै भन्नु पनि पर्दैन। त्यो पनि माया गरिदिनु होला सबैजनाले हाम्रो यो भिडियोलाई। साथसाथै मैले साइडमा दाल पनि बनाउँदै थिएँ। दालमा टक्कसँगले फिर्के लाएर दाललाई झार्नु पर्यो भनेर प्याज, खोर्सानी, लसुनलाई राम्रोसँगले रातो पारेर भुटेर दाल टक्कसँगले झानिदिए। दाल झानेको भइसकेको अवस्थामा हेर्न सक्नुहुन्छ। अनि मैले टमाटरको अचार पनि बनाएको थिएँ, टप बनाएको थिएँ। यहाँ चाहिँ हाम्रो दाल रेडी भइसकेको हुन्छ, भिन्डी पनि फ्राई भइसकेको अवस्थामा। अब म खानातिर लाग्छु। हजुर लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला। ओके त, बाई बाई गाइस, बाई बाई गाइस।